आज चाहिँ हामी विशेष गरी सुरेश छोराको बिहेमा हैन साइल गाउँपालिका भल्मा भन्ने ठाउँमा चाहिँ हैन अहिले चाहिँ हामी ठ्याक्कै यो भाइताको यो यता भिर अनि यहाँबाट बग्ने यो खोलामा केटाहरूले बाइक साइक धोइराख अनि यहाँ चाहिँ हैन एकदम रमाइलो छ बवाल छ बाटो चाहिँ अलिकति अप्ठ्यारो नै छ हैन तर केटाहरूले जसो तसो बाइक चाहिँ एकदम खतरा हाक्यो लगेडा आवाज हो ओइ ओहोइ ल उचालो न पानी लगेडा हैन रमाइलो छ हैन हामी 5 जना घुमघाम केटाहरू अहिले बाइकलाई एकदम अहिले रेस्ट कन्टिन्यू हामी हैन रेस्ट बाइकलाई हैन धोइरहेछ केटाहरूले सफा गरिराख बवाल यार हैन खतरा छ यहाँ चाहिँ रमेश त्यही हो के छ अनि केटा के छ ठिकै छ अनि कस्तो लाग्यो आजको यात्रा कस्तो लाग्यो केटाहरूलाई आजको यात्रा कस्तो लाग्यो भाइ एकदम रमाइलो एकदम हैन रमाइलो त रमाइलो हैन तर अलि हामी छिटाइदियो बाटो एकदम डेन्जर छ नि त राति आउने भए बिहे हैन त्यही कारणले बाटो चाहिँ अलि त्यस्तै छ अनि कस्तो छ ठाउँ पनि खतरा बाटो पनि खतरा हैन हामी पनि खतरा या ल बवाल केटा बगाल सब गाइज हैन आर्यन भ्लगमा चाहिँ यो भिडियो आउने छ हैन सबैले कमेन्ट लाइक सब्स्क्राइब गरिदिनु होला आर्यन भ्लगमा चाहिँ आउँछ हैन यो चाहिँ भिडियो युट्युब भिडियो भ्लग भिडियो हैन अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै ठोकिदिनु होला भन्न चाहन्छु केटाहरू अरू केही छ तिमीहरूको गुनासो केही छ केही छैन ल यहाँ बाइक पनि एकदम बवाल खतरा धोयो हैन एकदम बाइक पनि एकदम सफा बवाल चिटिक्क देखेर अब अनि हाम्रो साथीले चाहिँ माछा मार्दै हैन देखियो त्यसरी हैन ठिकै छ बाइकमा एकदम हान्न आफूले ल हैन मा बाइक ल केटा ल